हाम्रो भेरेटा राणाको ठुलो यो शङ्ख। नमस्कार है हजुर। नमस्कार है। उहाँ हुनुहुँदो रहेछ यो शङ्ख है, यो शङ्खभित्रको यो दृश्य हेर्न सक्नुहुन्छ। उहाँ हाम्रो के हजुरको चाहिने यहाँको पुजारी के भन्छ, पण्डा पुजारी। हजुरको नाम चाहिँ? मेरो नाम त जगत बहादुर चेम्जोङ हो। ए चेम्जोङ। चोकमा स्वयं इमान सिंह चेम्जोङ छ नि, हजुर मेरो बडाबाउ दाजुभाइ वंश हो। उनले यहाँ पाउने थिएनन्, भाइ पनि खम्बान लिम्बानको इतिहास ल्याउने र उहाँको छोरो चाहिँ दाइ चाहिँ आर्मीको ठुलो सेना थियो टाउको, अनि त्यसले गर्दाखेरि त्यहाँ बस्नु पाएको। र अहिले मेरो घर चाहिँ यहाँ छैन, गाउँमा हो, यही गाउँपालिका, तर पर छेउ गाउँमा। उहाँले बिहानै धुपबाती अगरबत्ती सबै गरिसक्नुभयो। यसको विशेषताको विषयमा यो शङ्ख यहाँ कहाँबाट आयो, कसरी आयो, के कारणले आयो, हजुर यसको विषयमा थोरै बताइदिनु। हजुर सोध्नुभयो, ठिकै छ। यो चाहिँ अरू ठाउँबाट बोकेर ल्याएको पनि होइन, कतै पनि ल्याएको होइन। यसको जन्म थाहा यहीँ अरे हजुर भनेर चाहिँ बताउनु चाहन्छ यहाँको वासीहरूले। म त हिजो अस्ति यो शङ्ख बनाएको पनि देखिनँ, तर पुजारी बस्नु पाएको मात्रै हो। र यहाँको थाईवासी यहाँ घिमिरेहरूले यहाँ पहिलेको वासी बसेको रहेछ, उहाँहरूले भेटेको अरे। अनि पूर्णिको जुन जस्तो उज्यालो हुने यो के हो भनेर चाहिँ हेर्दाखेरि ढुङ्गा शिरमा ढुङ्गाको त्रिशुल, एक मान्छेको सिङ भएको, एउटा टाउको भएको ढुङ्गाको नागले शङ्ख ठुलो थिएन, यत्रै हेर। अनि यो अनि त्यसले गर्दाखेरि के हो भनेर चाहिँ जाँच्दाखेरि अरे झाँक्रीहरूले जाँच्दा, धामी झाँक्रीले जाँच्दाखेरि जिम्बा कुखुरा परेवा बोका पाठा होइन, म त अनि त्यही आधारले भुइँमा उद्घाटन शङ्खेश्वर मूर्ति मन्दिर भनेर पोखरेल पुरेत ल्याएर उद्घाटन गरेर भुइँमा मानि ल्याएको हो। र यसको अर्थ बताउँछ यो विराटनगरको पण्डितले आएर बताएका थिए। हिमालचुल कुम्भकर्ण र बाराजी धाम र यो शङ्ख महाराजको 3 अंश फाटिएको भनेर बताए। टिकालाम छ भने भाइ ल मलाई पनि यहाँ बस्नु होइन, यहाँ त हुँदैन नि। तेल हो, तेल त कहाँ छ? म त अलग माथि नै त्यहाँ नबस्। मराई हजुर चाहियो चामलिङ दाजुभाइहरू नै रहेछ तपाईँहरूको है। ल मान्यजन अतिथि मित्रज्यूलाई शिव महादेव भगवती माता पार्टी भराली दर्शक मित्रहरू यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ हामी शङ्खको आकार शङ्खभित्र छौँ। अनि यहाँ शङ्ख यो वास्तविक एउटा यहाँ शङ्ख पनि देख्न सक्नुहुन्छ। परपूर्वकालदेखि नै यो चाहिँ एउटा सत्य देवीका पालादेखि यो चाहिँ शिवजी महादेवको हातबाट के फुत्केर आएको अथवा के यहाँ झरेको। अनि यहाँ उहाँहरूले चाहिँ अनि त्यसलाई चाहिँ यो शङ्खलाई चाहिँ नाग देवताहरूले चाहिँ रक्षा गरेर वरिपरिबाट संरक्षण गरेर राखिरहेको। पछि यो शङ्ख चाहिँ पछि उठाएर उहाँहरूले अहिले यहाँ व्यवस्थित ढङ्गबाट उहाँले यहाँ राख्नु भएको छ। यो शङ्ख बनाउने जुन आकृति जति पनि छन् यो चाहिँ हाम्रै खोटाङका मित्र रोजन चामलिङ भन्नुभयो है। हाम्रो मित्रले बनाउनु भएको अरे। यो स्थान भनेको चाहिँ धनकुटा भेरेटावर भन्ने ठाउँमा हो। भेरेटावर होइन त यो भेरेटार है, धनकुटा भेरेटार ठाउँमा छ। सङ्खे मन्दिर जुन चाहिँ यो भेरेटार डाँडामा अवस्थित छ। तपाईँहरू यसमा आएर यसको अवलोकन तथा यहाँ र यो वास्तविक सत्य देवीको पालादेखिको रहेको शङ्खलाई पनि दर्शन गर्न सक्नुहुनेछ।